राम राम गोर लागेछु सबैके। आज हो मेरो अल नेपाल ट्राभलको 5औं दिन र म छु अहिले इस्कन जनकपुरमा र बिहानको 4 बज्दैछ र बिहान बिहानै नुहाइ गरेर फ्रेस भएर अब म जाँदैछु मङ्गल आरती। मङ्गल आरती बिहान बिहानै हुने गर्छ 4 बजेबाट र आज म तपाईँलाई देखाउँछु इस्कन जनकपुरको मङ्गल आरती। तलतिर जबै साथी हो मङ्गल आरती एटेन्ड गरिसके पछाडि त्यसपछि हामी अरू कार्य पनि गर्छौँ। संसार नलीढलोका त्राय कारुण्य गण गण त्वं प्रातस्य रोमाञ्चकान्तस्तुतरङ्गमाजो वन्दे गुरो श्रीचरणरविन्दं वन्दे गुरो सहिष्णुना अमानिनादेन कीर्तन्य सदा हरि न धनं न जनं न सुन्दरी कविता मा जगदीश कामये मम जन्मनि जन्मनीश्वरे भवतात् भक्ति अहित्वकीत्वये अधिनन्दतनो जकिङ्करं पतितं मां विश्वे भवाम्बुधौ कीर्तया तं पादपङ्कजस्थितो धुलीशब्दशं विचिन्तय प्रभुपाद जय प्रभुपाद उसके बगैर हमारा जीवन व्यर्थ है। हरे कृष्णा। हरे कृष्ण। सीधा बैठिए। तो ये भागवत भी प्रमाण है, कह रहे हैं कि ये सुख लाभ के लिए जो लोग फंसे हैं उसे कुछ प्राप्त होने वाला नहीं। अंतिम समय में बोलते हैं कि अब क्या की है वे गति, वृथा दिन गेला एखन की है वे गति। आरती कथा कीर्तन सकेर अब अहिले च्यान्टिङ गर्दैछु। यो च्यान्टिङ भनेको के हो भन्दाखेरि धेरैलाई थाहा नहुन सक्छ। च्यान्टिङ भनेको चाहिँ भगवानको नाम जप्ने हो। सो डेली भगवानको नाम जप्नुपर्छ, जसले गर्दाखेरि चाहिँ दिन पनि एकदमै राम्रो जान्छ साथी हो। सो अहिले म इस्कन जनकपुरमा छु। अब लगभग यो सबै सकिनको लागि चाहिँ 2 घण्टा लाग्छ। त्यसपछि फेरि पनि म तपाईँहरूसँग भेट्ने छु है। यो माला गनिसके पछाडि जपिसके पछाडि सीतापति अदैत गोसाई कृपा मोले बहाय चैतन्य निता। ओके, तपाईले हेरिसक्नुभयो बिहानदेखिको कार्यक्रम, कीर्तन होइन, मङ्गल आरती, दर्शन आरती, गुरु पूजाहरू। अब तपाईँलाई म किचन देखाउँछु ल, कस्तो मिठो मिठो पाक्छ यहाँ। यहाँनिर प्रसादहरू, प्रसाद भन्छौँ हामी यहाँ खानालाई पनि, महाप्रसादम। सो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो दीपक प्रभु। हरे कृष्ण प्रभु। हरे कृष्ण प्रभु। हरे कृष्ण। हरे कृष्ण। हरे कृष्ण। जय। यता हाम्रो अर्को प्रभु। हरे कृष्ण। काँक्रा तास्दै हुनुहुन्छ प्रभु। क्या है ये जी? ये सब्जी का मसाला तैयार हो रहा है। सब्जी का मसाला तैयार हो रहा है। देखिए यहाँ पर क्या है। जी जी। यहाँ पर हमारे सेजवन का सब्जी है। अच्छा जी। लौका बोलते हैं ना, उसका लौका, आलू और पापड़ मिला है इसमें जी। और ये साग है, ये भी बनेगा। ये तो तिलौरी है,
ये पापड़ हो गया, दाल हो दाल हो गया, गया, भजिया हो भजिया गया हो गया, और वो कांकरा हो गया। और कांकरा हो गया। वहाँ पर टमाटर भी देखा। टमाटर भी हो रहा है यहाँ पे। देखो प्रभु हमारे धनिया धो रहे हैं। वाह प्रभु जी, दीपक प्रभु धन्यवाद हो रहे, बहुत अच्छा गाते हैं। हरे कृष्णा हरे कृष्णा। हरे इतना ही नहीं, अभी और देखिए यहाँ पर आलू भी है आलू भी है और यहाँ पर फ्राई किया हुआ परवल, ओ भाई भंटा, वाह। गाजर भी है। ये सब भगवान को भोग लगेगा। जी। हरी हरी बोल। हरी हरी बोल। तो आप सब भी आइए इस्कॉन जनकपुर धाम। इस्कॉन जनकपुर धाम। ऐसा ही प्रसाद मिलेगा भगवान का और सीता मैया का स्पेशल कृपा मिलेगा। ये वृंदावन धाम ही है। जी तो आएंगे आप सब। जी जी, कमेंट करिए कौन कौन आ रहे हैं जनकपुर इस्कॉन टेम्पल। हरे कृष्णा। हरे इस्कॉन कृष्णा। जनकपुर धाम भरपूरा चौक से आगे पीछे धुनवती बोला। जी। आप एड्रेस बतला दीजिए। तो तपाईँले हेर्न सक्नुभयो भित्र एकदमै भेराइटी पाक्दैछ र इस्कन टेम्पल साँच्चै नै भन्ने हो भने चाहिँ आज हिन्दू कल्चरलाई जोगाउन र यो हिन्दू स्क्रिप्चर्सहरू लाई बचाएर राख्नुलाई चाहिँ धेरै ठुलो भूमिका खेलिराख्नु भएको छ। सो यहाँनिर जति पनि हुनुहुन्छ भक्तजनहरू, उहाँहरू सबैजना बिहानदेखि नै आफ्नो कामहरू सकेर च्यान्टिङ गरिसकेर आरतीहरू गरिसके पछाडि चाहिँ सबैजना आफ्नो सेवामा यहाँनिर चाहिँ लाग्नुहुन्छ। जस्तै यहाँनिर हाम्रो एकजना प्रभु हेर्नु यहाँ झाडु लाउँदै हुनुहुन्छ, अनि यता माताजी पनि गर्दै हुनुहुन्छ आफ्नो। सो यहाँ खाली चाहिँ कोही पनि हुनुहुन्न र तपाईँलाई देखाउन चाहन्छु कत्रो ठुलो विशाल हेर्नुहोस् त बिल्डिङ छ र सँगसँगै यता यो जुन यो फोटोमा तपाईँले हेर्दै हुनुहुन्छ यो चाहिँ भविष्यमा जनकपुरमा बन्ने इस्कन टेम्पल अफ जनकपुर धाम है। छिटै यो पुरा होस् तपाईँहरूको साथ र सहयोगले है। अब एकछिनमा प्रसाद हुन्छ अनि प्रसाद खाएर अरू पनि धेरै कुराहरू तपाईँलाई देखाउनु बाँकी नै छ। आज डे 5 है। सो मजा आउँछ आज। फाइनली अब प्रसाद दिने बेला पनि भइसकेको छ साथी हो। सो हातमा मेरो प्लेट, अब प्रसाद खाने ठाउँ जाँदैछु, तपाईँलाई देखाउँछु है। सो तपाईँ हेर्न सक्नुहुन्छ यही हो प्रसाद खाने ठाउँ, कस्तो दामी छ, खरको छानो अनि यहाँ बिचमा बस्ने खालको हेर्नुहोस् त। अब यहीँ बसेर चाहिँ सबैजनाले प्रसाद लिनुहुन्छ र यो जुन तपाईँले देख्दै हुनुहुन्छ यतातिर हेर्नु त यो टेन्ट, ठुलो टेन्ट बनेको थियो, एकदमै ठुलो रहेछ। त्यहाँ चाहिँ स्टेज थियो, हेर्नुहोस् त एकदमै ठुलो रहेछ टेन्ट। सो यहाँनिर चाहिँ अस्ति भर्खरै 13 गते सायद वैशाख 13 गतेतिर रथयात्रा थियो। सो रथयात्राको लागि चाहिँ यहाँनिर टेन्ट पनि बनाइएको थियो साथी हो। अब यहाँ प्रभुजीहरू बसिराख्नु भएको छ, मेरो हातमा यहाँ प्लेट छ। अब प्रसाद ल्याउनुहुन्छ, पोछा लाउँदै हुनुहुन्छ हाम्रो मनिष प्रभुजीले। पोछा लगाइसके पछाडि चाहिँ हामी प्रसाद पनि लिन्छौँ र यो जनकपुर इस्कनको प्रसाद हेर्न सक्नुहुन्छ। दाल, के को साग, त्यो आँपको चटनी, यो पापड भनौँ न, सलाद, लौकाको यो आलु भुजिया, यो मिक्स अनि त फेरि आँपको धेरै भेराइटी छ। अब खान्छु प्रसादको भेराइटी तपाईँले देखिसक्नुभयो होइन। सक्यो मेरो प्लेट, अब यसलाई धुएर अब आराम गर्छु एकछिन। थ्याङ्क यू सो मच, एकदमै ध्यान दिएर भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरूले। तर सब्सक्राइब कसले गर्छ? सब्सक्राइब पनि गर्नुहोस् न हौ, यसो लाइक पनि गर्नुहोस् न हौ, अनि त्यही सेयरको बटन पनि होला, त्यसलाई पनि थिचेर कता पठाइदिनुहोस् त लु। सो अहिलेसम्म तपाईँहरूले हेर्नुभयो, कथा कीर्तन नाचियो, थोरै मस्त खाइयो, त्यसपछि के गरियो साथी? केही गरिएन। त्यसपछि दिनभरि सुतियो र बेलुका उठेर नुहाइधुवाइ गरियो। अहिले रेडी सेडी भयो, अब टिका लाउनु बाँकी छ सट्ट, र अब टिका लगाइसके पछाडि जाने फेरि खाने र अलिकति तपाईँलाई देखाउँछु म आजको जनकपुरको टेम्पलको नाइटको भ्यू, अनि सँगै जाने हामी, तपाईँलाई लिएर जान्छु म जनकपुर टेम्पल है। सो आज चाहिँ यति गरियो र अब जाम जनकपुर टेम्पल साथी हो, ठिक छ? ओके, सो अब खान्छु है अनि जानुपर्छ। सब्सक्राइब चाहिँ गर्नु है छिटो। ओमाई गॉड, आजको दिन सुतेरै बित्यो साथी हो। अघि जनकपुर जान्छु भनेको भ्याउँदै भएन, बेलुकाको कीर्तन थियो स्कनमा। सो अब रातिको खाना प्रसाद जे भन्दा पनि हुन्छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। सो अहिले लगभग 8 साढे 8 बजिसक्यो, 8:30। सो अब भ्यायो भने चाहिँ जान्छु है, होइन भने यस्तै हो। अब खाना दिनु मलाई।